सो हेलो गाइज, वेलकम ब्याक इन न्यू भिडियो। वैदेशिक रोजगारमा तपाईँ आउँदै हुनुहुन्छ भने तपाईले बनाउनु पर्ने डकुमेन्ट भनेको श्रम स्वीकृत हो, वर्क परमिट। सो आजको भिडियोमा यसकै बारेमा हामी कुरा गर्छौँ। कति पैसा खर्च लाग्छ यो फर्म भर्न, फर्म कहाँ गएर भर्ने र कति दिनमा बन्छ र के डकुमेन्टहरू चाहिन्छ भन्ने कुरा आजको भिडियोमा हामी चर्चा गर्नेवाला छौँ। सो म आज तपाईँ बताउँछु, म आफ्नै कहानीबाट सुरु गरेँ, किनभने भर्खरै म फर्स्ट टाइम म आफ्नो वर्क परमिट बनाएर म बाहिर आएको र त्यसको लागि के मैले गर्नु पर्यो, कहाँ जानु पर्यो र कति समय लाग्यो र के डकुमेन्टहरू देखाउनु पर्यो म तपाईलाई आजको भिडियोमा अब सेयर गर्नेवाला छु। म काठमाडौँमा श्रम स्वीकृतको विभागको जुन अफिस छ त्यो सोल्टी मोडमा रहेको छ, कालीमाटी भन्दा अलिकति पश्चिम पर। सो श्रम विभागको अगाडि धेरैवटा साइबरहरू जहाँबाट श्रम स्वीकृति फर्म भर्न सकिन्छ, त्यस्तो साइबरहरू तपाईले धेरै पाउनुहुन्छ। तपाईले आफूले पनि अनलाइन आफ्नै मोबाइल कम्प्युटरबाट भर्न सक्नुहुन्छ। तर त्यसको लागि यति तपाईले त्यति आउँछ, त्यति भर्न सक्नुहुन्छ, त्यति आफूमा भरोसा छ, त्यसो भए तपाईँ भर्न सक्नुहुन्छ। म चाहिँ त्यही गएर भर्न लगाएँ, किनभने अनलाइनबाट आफैले भर्दाखेरि केही मिस्टेकहरू हुन सक्ला, पछितिर केही गाह्रो होला भनेर तिनीहरू एक्सपिरियन्स हुन्छन्, एक्सपर्ट हुन्छन्, सबैको भर्दै आएको हुन्छ, त्यही भएर तिनीहरू थाहा हुन्छ। त्यही गरेर म फर्म भर्न लगाएको। फर्म भर्दाखेरि मैले डकुमेन्ट के देखाउनु पर्यो भने मैले आफ्नो पासपोर्ट देखाएँ, फोटो माग्यो, मेरो फोटो दिएँ र त्यसपछि भिसा कम्पनीबाट भिसा दिएको थियो, भिसा मैले देखाएँ र त्यसपछि कन्ट्र्याक्ट पेपरको कम्पनीसँग कन्ट्र्याक्ट पेपर मैले देखाएँ र मसँग इमिरेट्स आइडी पनि थियो, किनभने म यहाँ बाहिर भिजिट भिसामा आएको थिएँ र भिजिट भिसामा आइसकेपछि केही दिन म इन्टर्नमा आएको थिएँ। भिजिट भिसामा इन्टर्नमा आएर मेरो भिसा लागिसकेको थियो र त्यसमा आएपछि म छुट्टीमा आएको थिएँ नेपाल। र छुट्टीमा आउँदाखेरि चाहिँ मैले इम्प्लोइमेन्टको लागि त्यही होटेलमा अप्लाई गर्ने बेलामा चाहिँ उता एचआरले चाहिँ मलाई वर्क परमिट चाहिँ युनिट वर्क परमिट। सो वर्क परमिट मैले नेपालमा त्यसपछि मात्र फर्स्ट टाइम मैले बनाएको हो। सो त्यही भएर मैले के पासपोर्ट, इमिरेट्स आइडी, कन्ट्र्याक्ट पेपर र भिसा मैले देखाएँ त्यो बेला। र त्यो पस्लेवालाले, त्यो फर्म भर्नेवालाले चाहिँ यति डकुमेन्ट्सहरू मसँग माग्यो र त्यसपछि अब पैसा माग्यो। पैसा चाहिँ 13,500 सबै गरेर सबै केहरू मलाई बतायो। बिमा रकमहरू, कल्याणकारी कोषको लागि छुट्टै सरकारलाई पे गर्नुपर्छ, सामाजिक सुरक्षा कोषको लागि छुट्टै पैसा राख्नुपर्छ, ओरिएन्टेसनको लागि पैसाहरू राख्नुपर्ने हुन्छ, मेडिकलको लागि पैसाहरू राख्नुपर्ने हुन्छ। त्यो सबै गरेर मलाई 13,500 गरेको थियो र त्यसको सेवा शुल्क गरी 13,500 थियो। तर मैले त्यसमा डिस्काउन्ट गराएर 12,500 मा सबै मैले श्रम स्वीकृतिको लागि मैले त्यसमा सबै पेमेन्ट चाहिँ 12,500 टोटल मैले गरेँ। र त्यसमा अब यो कुरा आउँदाखेरि अब हामी बुझिहालौँ कि कति पैसा चाहिँ खर्च हुँदो रहेछ, त्यो पनि हामी बुझिहालौँ। सो सबभन्दा सुरुमा एज अनुसार सबै यो वर्क परमिटको लागि सबै फरक पेमेन्टहरू गर्नुपर्ने हुन्छ, फरक पैसाहरू हुन्छ धेरै। सो त्यो बुझौँ। अब उमेर 18 देखि 35 सम्म चाहिँ 18 देखि 35 सम्मको फरक र 36 देखि 50 वर्षसम्म उमेरहरूको फरक र 51 वर्षदेखि 64 वर्षसम्मको फरक हुँदो रहेछ। र त्यो तपाईँ स्क्रिनमा पनि पाउनुहुन्छ, म स्क्रिनमा हालिदिन्छु, तपाईँ त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। सबभन्दा सुरुमा हामी बुझौँ 18 देखि 35 वर्षको यदि तपाईँ हुनुहुन्छ र वैदेशिक रोजगारमा आउँदै हुनुहुन्छ भने श्रम स्वीकृतिको लागि टोटल जम्मा के को पैसा कति लाग्छ भन्ने कुरा अब हेरौँ। बिमा शुल्क चाहिँ तपाईँको 3,708 रुपियाँ लाग्छ र त्यसमा कल्याणकारी कोषको 1,500 र सामाजिक सुरक्षाको 2,308 रुपियाँ लाग्छ र ओरिएन्टेसन तपाईँ गर्नुपर्ने हुन्छ, ओरिएन्टेसनमा बस्नुपर्ने हुन्छ। ओरिएन्टेसनमा बस्नुभयो भने 4,500 रुपियाँ लाग्छ र मेडिकलको 4,500 जम्मा गरेर मैले चाहिँ सबै डिस्काउन्ट गरेर म चाहिँ 18 देखि 35 को बिचमा छु, त्यही भएर सबै जम्मा गरेर मैले चाहिँ 12,500 मात्र मैले तिरेको हो। र तपाईँ स्क्रिनमा हेर्न सक्नुहुन्छ 36 वर्षदेखि 50 वर्षसम्मको कति पैसा लाग्छ र 51 वर्षदेखि 64 वर्षको लागि कति पैसा उमेर 51 वर्षदेखि
64 वर्ष उमेरको इम्प्लोइहरूको लागि कति पैसा लाग्छ नेपालमा श्रम स्वीकृति बनाउन तपाईँ स्क्रिनमा हेर्न सक्नुहुन्छ। ठिक छ। र त्यो पसलेवाला जहाँ चाहिँ तपाईँ फर्म भर्नुहुन्छ उहाँले तपाईँले सोध्नुहुन्छ ओरिएन्टेसन बस्नुहुन्छ कि ओरिएन्टेसन बस्नुहुन्छ। ओरिएन्टेसन भनेको एउटा क्लास हो जहाँ चाहिँ वैदेशिक रोजगारको बारेमा नियम कानुनहरू बताउने गर्छ। 2 दिनको ओरिएन्टेसन हुन्छ, 2 दिन बस्नुपर्ने हुन्छ। बस्नुभयो भने 4500 लाग्छ, बस्नु भएन भने त्यो पसलेवालाले कोही आफ्नै मान्छे त्यहाँ बसाएर तपाईँ नबसिकन तपाईँको यो सर्टिफिकेट बन्छ, वर्क पर्मिट सर्टिफिकेट बनाइदिन्छ र त्यसको लागि छुट्टै चार्ज लिन्छ, 1500 जति लिन्छ। तर म चाहिँ ओरिएन्टेसन बसेकै हो किनभने मलाई पनि नलेज चाहिएको थियो। विदेशमा अब के नियमहरू सबै सिकाउँछ, नेपालमा त्यो सबै के धेरै नियमहरू ओरिएन्टेसन क्लासमा चाहिँ धेरै नियम नेपाल सरकारले त्यहाँ सिकाउँछ। र मेडिकलको लागि 4500 तपाईले मेडिकल मैले चाहिँ त्यहाँ मेडिकलमा चेकअप गराइन। मैले त्यो फर्म भर्ने बेलामै मैले भने कि म चेकअप गराउँदैन, डकुमेन्ट मात्र तपाईले बनाइदिनु। तिनीहरूको सोर्स हुन्छ कहाँ मेडिकलहरूमा, तिनीहरूले आफै तपाईहरूको डकुमेन्ट बनाइदिन्छ। तपाईँ केही मेडिकल सेडिकल गराउनु पर्दैन कतै पनि। ठिक छ। र यो सबै गरेर म्याक्सिमम 4 दिनमा तपाईको यो सबै जुन दिन फर्म भर्नुहुन्छ त्यो दिनदेखि ओरिएन्टेसन 2 दिन क्लास बस्नुहुन्छ। त्यसपछिको तेस्रो चौथो दिन तपाईको यो इमेलमा तपाईँ जुन फर्म भर्ने बेलामा इमेल दिनुहुन्छ, फोन नम्बर दिनुहुन्छ, त्यो इमेलमा तपाईको जीमेलमा तपाईको सफ्टवेयरमा PDF भएर तपाईको श्रम स्वीकृतिको डकुमेन्ट आउँछ। र आजको भिडियो यति नै। ल हस् त भेटौँ नेक्स्ट भिडियोमा। तबसम्मको लागि टेक केयर एन्ड गुड बाई।